यो वाला हेरौँ 2 मार्क्सको क्वेसन सोधेको रहेछ है 2080 मा चाहिँ यसमा कसरी गर्न सकिन्छ भने फर्स्टमा चाहिँ हामीले एलसीएमै लियौँ -y x + y है। अब एलसीएम लिने सबैभन्दा सही तरिका भनेको हेर्ने यो माइनस यहाँ छ कि छैन, छ, नभएको कि प्लस नभएको छ, सो x + y भएको छैन, यसमा x - y ब्र्याकेट राखिदिएको सजिलो हुन्छ भनेर। अब यसमा प्लस चाहिँ छ, माइनस छैन, सो माइनसले यहाँ मल्टिप्लाई गरौँ। अब के हुने भयो x + y को होल स्क्वायर माइनस x - y को होल स्क्वायर, अनि यो भनेको x - y x + y छँदैछ है। अब यो ब्र्याकेट खोलिदिने a² + b² फर्ममा a² + 2ab + b² माइनस, अब ब्र्याकेट है, माइनस जहिले पनि ब्र्याकेट राख्दा बेस्ट हुन्छ, माइनस ab + b²। किन माइनस राख्दा फाइदा हुन्छ भनेको चाहिँ ब्र्याकेट खोल्न सजिलो हुन्छ, तर ताकि प्लस माइनसमा कन्फ्युजन नहोस् भनेर। प्लस 2xy भयो प्लस y² माइनस, अब ब्र्याकेट खोल्ने माइनस माइनस प्लस, प्लस माइनस माइनस बाई x + y र x - y। मैले x + y लाई अगाडि लेखेँ। अब काट्ने कुरा हेर्ने, माइनस माइनस काटियो, प्लस माइनस काटियो, बाँकी रह्यो 4xy र x + y x - y है। अब यहाँनिर के हुन्छ, अझै सिम्प्लिफाई गर भनेको छ, किनभने टपिक सिम्प्लिफाई छ। अब x + y x - y भनेको a² - b² है। सो यसरी चाहिँ हामीले सिम्प्लिफाई गर्न सक्छौँ। यो चाहिँ हाम्रो एन्सर हुन जान्छ। अब एन्सर लेख्दाखेरि चाहिँ हामीले यहाँनिर साइडमा चाहिँ, अब यहाँनिर साइडमा चाहिँ के लेख्न सक्छौँ भन्दाखेरि त्यही a² - b² बिकज, यो भने बिकजको सिम्बल a² a + b a - b, यसरी लेखिदिन सक्छौँ ब्र्याकेटमा चाहिँ है। यो चाहिँ